हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। आज चाहिँ हामी हल्का बाहिर छौँ। आज चाहिँ हामी धेरै टाढा जाँदैनौँ, यतैतिरको आसपासको ठाउँमा जानेवाला छौँ होइन। गाइज फाइनल्ली हामीले अलिकति यत्रो उकालो चढाएर भइसक्यौँ होइन। देख्न सक्नुहुन्छ यत्रो उकालो चढायौँ, अझै यत्रो उकालो बाँकी छ। बाफ्रे हालत खराब भयो यति चढाउँदैन। गाइज फाइनल्ली हामीले कटायौँ होइन यत्रो उकालो। देख्न सक्नुहुन्छ उहाँ तलबाट स्टार्ट गरेर यत्रो उकालो चढायौँ, आइसक्यौँ। खै कहाँ भन्छ गाइज होइन, हामी चाहिँ यहाँ आइसक्यौँ। के अरे दिनचेन सामथिङ के समथिङ छ होइन, देख्न सक्नुहुन्छ होइन। हामी चढाइराखौँ। यहाँबाट चाहिँ दामी भ्यू छ। हामी जहाँ जान्छौँ त्यहाँ चाहिँ दामी भ्यू हुँदो रहेछ होइन। एलेक्स ल एलेक्स ल हेरौँ हेरौँ भएन 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 माथि रोड छ। ल सरर गइरहेछौँ हामी। हाँसो भयो दामी ल गाइज होइन। हामी चाहिँ आइसकेछौँ शिवपुरी राष्ट्रिय निकुञ्जमा र अब यहाँबाट चाहिँ हाम्रो जर्नी स्टार्ट हुन्छ। गाइज हाम्रो चाहिँ प्लान फ्लप भयो। यहाँ राष्ट्रिय निकुञ्जमा चाहिँ कुनै गाडी पनि गएको छैन अरे। हामी दुईजना मात्रै छौँ नि त। अब हामी अर्को साथीहरू ल्याएर आउँदा होइन। अब हामी कहाँ जान्छौँ? अब त रत्न पार्क। अब चाहिँ रत्न पार्क जाँदैन, रत्न पार्क त अस्ति गइसक्यो। अब अर्कै ठाउँमा जाउँला होइन। यो गाइज यहाँ चाहिँ बाटो छ। हामी अब कहाँ जान्छौँ अब प्लान त बनाएको छैन होइन। गाइज हामी चाहिँ अहिले यो लोच्छे मल भन्दा अगाडि आएको छौँ होइन। यहाँ अब प्लान क्लब भएपछि अब कता जान्छ होइन हेर्दै गर्नुलाई। सक्नुहुन्छ यहाँ कान्तिपुर मल छ, यहाँ लोच्छे मल छ। गाइज हामी चाहिँ सामाखुसी आइसकेका छौँ होइन। बियर कम्प्लेक्स त्यहाँ चाहिँ मेन रोड छ। सुता गएर मजा आइरहेछ। किन आएको ल ल ल ल एलेक्स गाइज होइन। हामी चाहिँ अहिले बाटो हाइवे हिँडिरहेछौँ। अगाडि यस्तो छ ल होइन। अहिले बाटोमा छौँ त्यही भएर हल्का नोइज आउन सक्छ। एलेक्स चाहिँ अगाडि गइसकेको छ। सरर म नि गइरहेको छु होइन। ल ल ल तर पहिला बच्चाको जस्तो जोस चाहिँ आउँदैन रहेछ अहिले होइन। पहिला त हामी बसमा हिँड्दाखेरि साइकल लिएर आउँछु। आजकल चाहिँ मैले त्यो सबैजना पुरा गइरहेको छु। ल हामी चाहिँ अहिले बौद्ध आउन थालेका छौँ होइन गाइज। देख्न सक्नुहुन्छ यहाँ चाहिँ जेएनजी प्रोटेस्टमा होइन। यहाँ चाहिँ जल्या रहेछ होइन। ल यहाँ चाहिँ अब हामी यो सिधै बाटो जान्छौँ। पहिला हामी पिकनिकमा नि यही बाटो गएको थियौँ हो नि।
गाइज होइन हामी चाहिँ अहिले बौद्ध आइसकेका छौँ यो देख्न सक्नुहुन्छ होइन र कस्तो लगाइरहेको त राम्रै लागिरहेछ फोटोमा देखाएको ठाउँमा आउनु पाउँदा अहिलेसम्म आएको थिएन फर्स्ट टाइम आएको थियो नि म पनि फर्स्ट टाइम आयो होइन त्यो बौद्ध आइसक्यो The stillness, clouds drift high. Thoughts माथि पनि जानु पर्यो like रहेछ त तर जानु मिल्दैन whisper by. यहाँ चाहिँ यस्तो रहेछ के अरे पसलहरू होइन Endless waves of a calm blue sky. Where उता dreams चाहिँ ठुलो घन्टी take छ यहाँ धेरै wings and learn मान्छेहरू हुनुहुन्छ to fly. दर्शन गरेर आउनु बाहिर Gentle echoes of time's embrace. Each shadow यो चाहिँ आर्ट हो होइन finds its quiet space. यहाँ चाहिँ यस्तो राम्रो राम्रो आर्टहरू छ है Of light यहाँ चाहिँ एकदमै त्यो attendant चाइनिज त्यो अनि कहाँको कहाँले जापानिज कुराहरूले भरेको binds the soul ठाउँ चाहिँ to यहाँ this डलरहरू serene. नै लिने छ अनि यहाँ चाहिँ टुरिस्टलाई मात्र टिकट काट्नुपर्ने रहेछ हामीले काट्नुपर्ने हुन्छ कत्रो ठुलो अनि एउटा कुरा कत्रो ठुलो घन्टी यहाँ चाहिँ एकदमै ठुलो घन्टी होस् है In the यत्रो silence ठुलो you घन्टी will see अनि यहाँभित्र चाहिँ के होस् the harmony of you and me. गाइज हामी चाहिँ खाना आएको छौँ होइन मैले चाहिँ बौद्ध आएर गाइज मैले चाहिँ यो किनेको छ होइन यो चाहिँ चपस्टिक क्वालिटी चाहिँ त हामीलाई आएको गाइज एलेक्स हराएको अवस्था है जाम परिरहेको थियो एलेक्स कहाँ भयो गयो म चाहिँ कुरिरहेको छु एलेक्सलाई देख्न सक्नुहुन्छ सबै गाडी आइरहेको छ एलेक्सै भेटा छैन भने गाइजमा चाहिँ अहिले अलि तल आएर बसेको छु होइन एलेक्सलाई कुर्दै कस्तो हराएर यहाँ अहिले पिङतिर आएर बसिरहेको छु होइन कुरिरहेको छु मैले चाहिँ यत्रो बेर कुरिसकेँ अझै पनि आएको छैन सायद अगाडि गरिसक्यो होला म अघिको भन्दा अलि मुनि आएको छु होइन त्यहाँ खोला गर्न आयो त्यही भएर यति बेर पुग्दैन राइड कसरी हरायो भन्दाखेरि होइन त्यहाँ एकदम जाम थियो अनि त्यसपछि त्यहाँ धेरै गाडी थियो क्या एलेक्स उतापट्टिको साइडमा थियो म यतापट्टिको साइडमा थिएँ मैले काट्दै आएको म फुले एलेक्स कहाँ गयो यत्रो बेर भइसक्यो कुरेको है म त यतातिर हेर्दै बसिरहेको छु होइन गाइज मैले चाहिँ यति बेर पुऱ्याएँ होइन अब एलेक्स आएन म अब बाटो अगाडि हिँड्छु बाटोमा भेटियो भने भेटिएन भने अब के हो मसँग सिम छैन उसँग सिम छैन सिम नभएको बेफाइदा सिम चाहिँ बोकेर हिँड्नुपर्ने रहेछ कि यस्तो साथीहरूसँग हिँड्दा म चाहिँ बाटोमा हिँडिरहेको छु हत्तेरिका गाइस म चाहिँ अहिले जोरपाटी पुगिसकेँ होइन अझै पनि एलेक्स भेटेको छैन बिच बाटोमा कुर्दै आइरहेको छु म चाहिँ ल
आइसकेको छु बेरसामा खुसी। अझैसम्म एलेक्स भेटेको छैन, अझैसम्म एलेक्स भेटेको छैन। एक्लै आइरहेको गाइस, म चाहिँ अलि लोचे मल आइसकेको छु होइन, देख्न सक्नुहुन्छ होइन। लोचे मल कान्तिपुर मल त्यस्तै छ। अब म चाहिँ नेपाललाई जान्छु होइन, त्यहीँ गएर भेट्न सक्छ एलेक्स। गाइस, म चाहिँ अहिले नेपाल टाढो जाने क्रममा छु होइन। देख्न सक्नुहुन्छ एलेक्स चाहिँ अझैसम्म भेटिएको छैन होइन। एक्लै हिँडिरहेको छु म। के भयो जस्तो छ। चाहिँ एक्सिडेन्ट भएछ होइन। अरू त त्यस्तो केही भएर नि त्यही गाडीमा चाहिँ ठोक्या रहेछ होइन, त्यही हो। बौद्धदेखि यहाँसम्म एक्लै चलाइरहेको छु। जाँदाखेरि चाहिँ एलेक्ससँग राति दो राइड, आउँदाखेरि सोलो राइड भए जस्तै भइरहेको छ होइन। एलेक्स चाहिँ भेटियो होइन। यहाँ मेरो मामाको पसल छ होइन, त्यहीँ आएर बसेको रहेछ। यो चाहिँ नेपाल टार पुल, यहाँबाट सिधा आएर यहाँ चाहिँ कमला भेट फार्म हो। यहाँ चाहिँ मेरो मामाको पसल हो होइन, हो कि नै? अनि कहाँ गएको त? कहाँ गएको हेर्नु साथीहरू, के भयो भन्दाखेरि म चाहिँ आएँ कि तपाईँलाई बिचमा वेट गर्दै आएँ। तपाईँ जस्तो मान्छे देखाएको थिएँ एउटा होइन, तपाईँ जस्तो मान्छेले यस्तो बवाल साइकल उडाएको थियो होइन, यस्तरी उडाउँदै गइरहेको थियो भने उहिले हान्दै माथि गोप्रो नि थियो ठ्याक्कै यहाँ होइन। म त एकदम दाइ भनेर एकछिन सक परिरहेको होइन, सेम टु सेम तपाईँ थियो। अनि त्यसपछि एलेक्स अनि मैले त्यो त्यो बस पार्कको मुनिबाट आउँछ त हो, त्यहाँनिर ठ्याक्कै यही हेलमेट लगाएको थियो। एलेक्स भनेको त ल होइन रहेछ भने, अनि त्यसपछि म हिँडेर आएँ। अनि वेट गरेन भने मलाई, मैले कति बेर वेट गरेको थिएँ। म के भयो भन्दाखेरि त्यो चोकमा हामी छुट्यौँ नि, रेड लाइट भयो, ग्रिन लाइट भयो नि रेडबाट। तब म झ्याप्पै अगाडि गएँ होइन, अगाडि गएपछि त्यो ओह्रालोमा यस्तो मजाले अनि ब्रेक हान्छु बल्लै आयो तपाईँ हुनु न। अनि एकछिन रोकेँ हेर्दैकिन, अनि बिस्तारै यस्तो बिस्तारै साइकल चलाएँ मैले। ए म त कुर्दै कुर्दै आएको भर्खर आएँ। म त अगाडि आइदिएँ। कतिखेर आएको? म भयो होला 5 मिनट। ए म त मस्त गीत सुन्दै आइरहेको। ल गाइस, हामी चाहिँ फाइनली घर आइसक्यौँ। आजको चाहिँ हाम्रो सबभन्दा लङ्गेस्ट फ्लाइट थियो होइन। अब हजुरहरूले मन पऱ्यो भने चाहिँ लाइक गरिदिनु होला होइन। र कहीँ पऱ्यो भने